होइन र? तपाईहरुले आज त तपाईहरुले चाह्यो भने एउटा सत्ता परिवर्तन गर्न सक्नुहुन्छ। यसमा दोषी कसले दिन सक्छ? स्थानीय सरकारले कतिको अवलोकन गरिरहेछ त्यो पनि त महत्त्वपूर्ण कुरा हो। स्थानीय सरकार त छ नि यहाँ, हरेक वडामा सरकार छ, हरेक पालिकामा सरकार छ, हरेक भनौँ न एउटा कति मिटरको दूरीमा त सरकार छ नि यहाँ। पहिला पो थिएन त, अहिले त छ नि। भनेपछि उहाँले कतिको निगरानीमा राख्नु भएको छ, मेरा वडाका मानिसहरू के गर्दैछन्, कहाँ जाँदैछन्, बाल विवाह भइरहेछ कि छैन, दहेज प्रथाले कतिको पीडित छन्, कतिको स्कुल गइरहेछन् भन्ने कुरा त वडाको पनि त जिम्मेवारीमा पर्छ होला नि त। एउटा अभिभावक भइसकेपछि त्यो कतिको चाहिँ अपरेसनमा छ भन्ने कुरा पनि महत्त्वपूर्ण कुरा हुन्छ होइन। तपाईँले भनेको कुरामा चाहिँ जस्तो यो अभियान मलाई अहिले मात्रै होइन वर्षौं वर्षदेखि चलिरहेको हो भन्ने मलाई महसुस हुन्छ। तर यसको कार्यान्वयन किन भएन भन्ने कुरामा चाहिँ सायद स्थानीय सरकार हुँदाहुँदै पनि हामीले नजरअन्दाज गर्यौं कि, अथवा चाहिँ हामीले अभियान चलाएर जनचेतना फैलाएपछि पनि सायद त्यो चेतनाको स्तरसम्म हामी पुग्न सकेनौं कि, त्यो उठाउनका लागि अझ बढी हामीले अभ्यास गर्न सकेनौं कि बुझेका मान्छेहरूले। जस्तो त्यसको दायित्व त तपाईहरु जस्तो पढे लेखेको पत्रकारको पनि त हो नि, होइन र? तपाईहरुले आज त तपाईहरुले चाह्यो भने एउटा सत्ता परिवर्तन गर्न सक्नुहुन्छ। तपाईको आफ्नो घर छिमेकमा वरिपरि भएका घटना अथवा दुर्घटनामा त प्रत्यक्ष रूपमा तपाईहरु पनि त सामेल हुन्छ नि। भोलि यहाँ केही घटना घट्यो भने त तपाईहरु पनि त दोषी हो नि, होइन र? तपाईहरु जतिको पढे लेखेको मान्छेले त अवेरनेस गराउनु पर्छ भन्ने कुरा तपाईहरु आफैमा लिडर हो नि, होइन? तपाईहरु आफैमा अभियानकर्ता हो नि। भने चाहिँ यसको दोषी म पनि हो, तपाईहरु पनि हो के। किन यो अझै बढी खुलस्त रूपमा यो प्रथा किन अन्त्य भएन, अथवा किन अन्त्य हुँदै छैन, अथवा चाहिँ किन शिक्षाबाट चाहिँ वञ्चित छन् गरिब भनौँ रेखामुनि बसेका व्यक्तिहरू भन्दाखेरि यसको दोषी त काहीँ न काहीँ तपाईँ हामी पनि त हो नि। हामीले किन उनीहरूलाई